अनि खास कुरो के भने एउटा हुन्छन् माया सम्मान र इज्जतको पछाडि लाग्ने महिलाहरू र अर्को हुन्छन् पैसाको पछाडि लाग्ने महिलाहरू। अब कोही महिला पैसाको पछाडि लागेर कतै भौतारिरहेका छन् होला, कोही महिला माया सम्मान इज्जत पाउनका लागि कतै भौतारिरहेका छन् होला। आजभोलिका केटीहरूले किन होला पैसा भएको पुरुष भइसकेपछि उनीहरूलाई अरू केही पनि चाहिँदैन, उमेर पनि चाहिँदैन, जातभात पनि चाहिँदैन, बुढो भएको पनि त्यो मतलब छैन, उनीहरूलाई पैसा भएपछि बिहे गर्न तयार हुन्छन्। अझ विदेशको भनेपछि त उनीहरू मर्यादै गर्छन्। यस्तै यस्तै भनेको तपाईँहरूले सुन्नुभएको थियो होला। म जब भिडियो बनाउँछु नि कौवाला बोल्नुपर्छ कि पानी पनि पर्न लाग्यो। अनि त्यस्तो त्यस्तो भन्नुहुन्छ पैसा भनेपछि केटीहरू मर्यादै गर्छन् किन होला यताउति सुन्नुहुन्छ। त्यसैले यो विषयमा बोलौँ है त। खास के हो त, पैसाकै लागि बिहे गरेका हुन् त। पैसा भएपछि उनीहरूलाई बुढो अथवा नराम्रो अथवा अरू केही हेर्दैनन् त, उमेर यताउति कुराहरू हेर्दैनन् त। खास कुरो के हो त, एउटा त अब स्त्रीको मन भगवानले त बुझ्न सक्दैनन्, हामीले के बुझ्ने भन्ने त अब चलन नै छ, तपाईँहरूले सुन्नुभयो होला। अनि के भन्न चाहे भने जस्तो सुकै अवस्थामा पनि तपाईँ अब अलि सम्पन्न परिवारको हुनुहुन्छ, खान लाउन बस्न डुल्न घुम्न केही कुराको कमी छैन त्यस्तो परिवारमा हुनुहुन्छ, अथवा खाना लाउनकै दुःख छ, के गरेर दिन टार्ने होला, जीवन बिताउन गाह्रो छ भन्ने अवस्थामा हुनुहुन्छ। जस्तो अवस्थामा भए पनि आफ्नो पार्टनरलाई माया दिनुस्, सम्मान दिनुस्, इज्जत दिनुस्। यति तीनवटा कुरा दिँदा पनि तपाईलाई अलिअलि खल्लो लाग्छ सम्बन्ध। ऊ खुसी नभए जस्तो लाग्छ, उसले तपाईलाई नरुचाए जस्तो गर्छ अथवा यताउति केही गर्छ भने चाहिँ सल्लाह लिनुस्। खास कुरो के हो, के चाहन्छौ तिमी, के गर्दा सही होला, जिन्दगी यत्तिकै त खेर फाल्नु भएन, कुन बाटो जाँदा सही होला भनेर सल्लाह चाहिँ लिनुस्। अरू कुरा हुँदै गर्छ। त्यसैले मेन कुरा चाहिँ पैसावाला हुनुस् अथवा पैसा नवाला हुनुस्, जस्तो अवस्था भए पनि माया सम्मान र इज्जत दिनुस्। यति कुरा दिँदा पनि ऊ खुसी छैन भने चाहिँ अरू बाटो अपनाउनुस्। उसलाई पैसा नै चाहिएको हो भने त्यही कुरातिर उसलाई स्वतन्त्र गरिदिनुस्। होइन मलाई पैसा चाहिँदैन, म जस्तो दुःख सुख परे पनि तपाईसँगै बस्छु, म छोड्दिनँ भन्नुहुन्छ भने पनि त्यही अनुसार अगाडि बढ्नुस्। यो चाहिँ मेन कुरा। अब अरू कुनै एउटा महिला हुन्छन्, उनले त्यति धेरै आम्दानी नभएको, अलि दुःखै भएको, साँझ खाए बिहान के खाने, बिहान खाए साँझ के खाने भन्ने परिवारमा विवाह गर्छिन्। त्यस्तो ठाउँमा पनि उनी रमाएरै बसेकी हुन्छन्। उनलाई थुप्रै आउँछन्, तिमीलाई म खुसी बनाएर राख्छु, मसित हिँड, मसित जाम, यस्तो दुःख गरेर नबस भन्नेहरू अरू पनि आउँछन् त्यहाँ। तिनी भाग्दिनन्, अरूसँग जाँदिनन्। जस्तो दुःख सुख जही परे पनि आफ्नै श्रीमानसँग बस्ने भनेर उनी त्यो दुःख सहेर बसेका पनि कतै कथाहरू अथवा कतै तपाईँले समाजमा देख्नुभयो होला। र कतै पैसा छ, सुविधा छ, सबै कुराहरू छ, र त्यस्तो हुँदाहुँदै त्यो सबै सुविधाहरू हुँदाहुँदै पनि एउटा त्यो श्रीमानलाई अथवा त्यो सम्बन्धलाई छोडेर अरू केही पनि त्यस्तो सुविधाहरू नभएको एउटा पुरुषसँग गएर बसेकी पनि छन्। र त्यस्ता कुराहरू पनि सुन्नुभयो होला। थुप्रै प्रकारका महिला हुन्छन् नि, जस्तै मैले बुझ्न सकिन्न भने नि त कस्तो कस्तो प्रकारका हुन्छन् अनि कस्तो सोच्या हुन्छन् भन्ने कुरा। एउटा बहिनी विवाह गरेर आइन्, उनलाई त्यो घर परिवारमा साँझ बिहान के खाने त्यो सबै कुराको दुःख छ, र त्यो दुःखमा पनि उनी रमाएर बसेकी छिन्। जे सकै परे पनि म आफ्नो श्रीमानलाई छोड्दिनँ, दुःख सुखमा साथ दिन्छु भनेर बस्ने एउटी हुन्छन्। उनलाई अरू थुप्रैले मसित हिँड, म खुसी राख्छु भन्नेहरू पनि थुप्रै हुन्छन्। तिनीहरूसँग पनि नगइकन उनी बस्छिन्। र अर्को हुन्छ सुख सुविधा सबै भएको तर पनि उनी त्योसँग खुसी नभएर अरूसँग सम्बन्ध निभाइरहेका। यी भए दुईटा। र अर्को कस्तो हुन्छन् भने दुःख छ, परिवार धान्न गाह्रो छ भने त्यो छोडेर अरू विलासी जीवन बिताउने अथवा अलि सम्पत्ति भएकोसँग गएको पनि छन्। अनि अर्को कस्तो भने जुन मैले भने धन सम्पत्ति मस्तै भएको तर त्यो धन सम्पत्ति भएकोलाई छोडेर पनि उनी केही कमाउन अलि दुःखै भएकासँग गएर बसेको छन्। खास हेर्दाखेरि चाहिँ कुनै महिलाहरू पैसाको पछाडि छन्, कुनै महिलाहरू मायाको पछाडि छन्। महिलालाई माया सम्मान इज्जत दिनु नै सबैभन्दा ठुलो कुरा हो, होइन? तपाईँ महिलालाई सम्मान दिनुस्, इज्जत दिनुस्,
माया दिनुस्, उनी सानो झुपडीमा पनि बस्न तयार छिन्। ठुलो महल छ, माया छैन, सम्मान छैन, इज्जत छैन, आफ्नो पार्टनरको ख्याल छैन, केही मतलब छैन, त्यस्तोमा उनी बस्दिनन्। पैसा थुप्रै लगाइदिनुस्, थुप्रै दिनुस्, पैसैको बिस्तारा लगाइदिनुस्, पैसाले गहनाले ढाकिदिनुस् र माया नदिनुस्, सम्मान दिनुहुन्न, इज्जत दिनुहुन्न, माया दिनुहुन्न भने चाहिँ उनी त्यो परिवारमा बस्न सक्दिनन्, उनी बाहिर सम्बन्ध राख्छन्। पहिलो कुरा, जुनसुकै महिलालाई पनि, झुपडीमा बास भएको महिलालाई पनि अथवा महलमा बास भएको महिलालाई पनि माया सम्मान इज्जत दिनुभयो भने चाहिँ तिनी त्यो ठाउँमा जस्तो ठाउँमा पनि बस्न सक्छिन्। माया सम्मान इज्जत दिनु भएन भने चाहिँ जेसुकै भए पनि काम लाग्दैन। र अब अर्को कुरो आउँछ, अनि महिला चाहिँ किन अलि बुढो पाकासँग नि भागेर गइरहेका हुन सक्छन्, केही नराम्रोसँग पनि गइरहेका हुन्छन्, यो किन त भन्नु होला। यसमा पनि त्यही छ, जसले माया दिन्छ, जसले कुरा बुझिदिन्छ, जसले सम्मान गर्छ, जसले आफूलाई एउटा अपमान गर्दैन, उसँगै ऊ बुढो होस् कि नराम्रो होस् कि जेसुकै होस्, ऊ त्यस्तोसँग समय बिताउन, जिन्दगी बिताउन रुचाउँछिन्। गफ लाउने होलान्, एउटा उमेर हुँदाखेरि ह्यान्डसम खोज्ने, बडी सडी बनाउने, यसो जिम सिम भएको, यसो हेर्दा नि टक्क भएकोलाई उनी डेट बस्लिन्, हेडडुल गर्लिन्, तर जिन्दगी बिताउँदा चाहिँ जेसुकै होस्, कालो हडुलो जस्तो सुकै होस्, भ्यात्त भोडी निक्लिएको होस् अथवा जस्तो सुकै होस्, मनको कुरो बुझिदिन्छ भने चाहिँ उनी त्योसँग पनि सम्बन्ध निभाउँछन्। र समाजमा कोही कोही यस्ता महिला पनि छन्, राम्रो पनि चाहिने, पैसा पनि चाहिने, इज्जत सम्मान पनि चाहिने, उसैको पछाडि जाने भनेर यताउति भौतारिरहने, कहिले यता कहिले उता गइरहेका महिलाहरू पनि देख्नु भएको छ होला। यस्तो यस्तो हुन्छ, सबैको एउटै नै हुन्छ, एउटै नै लागु हुन्छ भन्ने चाहिँ हुँदैन, सबैको फरक हुन्छ, कसैलाई के कसैलाई के। त्यसैले महिलाको मनको कुरा बुझ्न गाह्रो छ। अब तपाईहरुलाई मनमा के लाग्छ त्यो पनि कमेन्टमा लेख्नु होला। यसको बारेमा म थुप्रै कथाहरू पनि लेखेकी थिएँ, कथा संग्रह आउँदैछ, तपाईहरु त्यही पढ्नु होला। बाँकी कुरा चाहिँ पछि पछि गर्दै गरौँला। मौसम कति बेला पानी पर्ने, कति बेला के हुने जस्तो भइरहेको छ। अरु विषयमा भिडियो लिएर आउँला, यही विषयमा पनि अलि धेरै व्याख्या गरेर म लेखेर कथा जस्तो बनाएर पनि लिएर आउँला। र त्यहाँ छ पनि, तपाईहरु हेर्न सक्नुहुन्छ। तल तल जानुभयो भने चाहिँ मेरो सुरुमा यो च्यानलबाट चाहिँ कथाहरू आउँथे, त्यता पढ्न सक्नुहुन्छ। बिदा हुन्छु, नमस्कार।